प्रधानमन्त्रीले गैर जिम्मेवारपूर्ण काम गर्नुभएको छ, तथ्यगत रूपमा गलत कुरा बोल्नु भएको छ। नेपालले भारतको 1 इन्ची भूमि पनि निचेको कुरा आजसम्म न भारतले भनेको छ, तर यसको सुरुवात बालनजी र रविजीबाट हुनुपर्दछ। जबसम्म त्यो हुँदैन अरू व्यक्तिहरू जिम्मेवार हुन सक्दैनन्। प्रधानमन्त्रीले संसदमा आउने समय निर्धारण गरिन्छ, प्रधानमन्त्रीलाई प्रश्नहरू पठाइन्छन् अनि प्रधानमन्त्री त्यो समयमा संसदमा आएर जवाफ दिन्छन् भनेर जुन कुरा प्रधानमन्त्रीले संसदमा बोल्नुभयो यसले मुलुकको शिर निहुरिएको छ। पूर्व प्रधान न्यायाधीश र न्यायाधीशहरूले हामी सहयोग गर्दैनौँ भनेर जे कुरा व्यक्त गर्नुभयो त्यो ज्यादै आपत्तिजनक छ। जसरी जेनजी मुभमेन्ट पछाडि इलेक्सन भयो र जसले जति जति मत लिएर आउनुभयो, विजय प्राप्त गर्नुभयो, त्यो ज्यादै नै स्वागतयोग्य छ र राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग 2/3 मत ल्यायो। त्यो राजनीतिक रूपमा मुलुकको असल शासनको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ भनेर हामी सबैले त्यसलाई साथ दियौँ, समर्थन गऱ्यौँ र सरकारको सम्बन्धमा सरकारलाई अवसर दिनुपर्दछ, मौका दिनुपर्दछ, सरकारको आलोचना मात्रै गरिनु हुँदैन भन्ने दृष्टिकोण हामीले राख्यौँ। अहिले पनि हामी यही दृष्टिकोण राख्छौँ। तर जब प्रधानमन्त्री बालनले संसदमा आएर केही कुराहरू बोल्नुभयो, ती कुराहरू गम्भीर विषय रहे र हामी जस्ता नागरिकहरूले पनि बोल्नुपर्ने भयो। प्रधानमन्त्रीले संसदमा आउने त्यसको आफ्नै डेकोरम हुन्छ। प्रधानमन्त्रीले संसदमा आउने समय निर्धारण गरिन्छ, प्रधानमन्त्रीलाई प्रश्नहरू पठाइन्छन् अनि प्रधानमन्त्री त्यो समयमा संसदमा आएर जवाफ दिन्छन्। यो संवैधानिक पार्लिमेन्ट्री एउटा कन्भेन्सन। यो कन्भेन्सनलाई उहाँले मान्नु भएन। उहाँलाई लाग्यो संसदमा आउनुभयो, हात उठाउनुभयो, समय लिनुभयो, केही प्रश्न लिनुभयो, जवाफ दिनु। यो पार्लिमेन्टको डेकोरमकै किसिमले पनि आपत्तिजनक थियो, संसदीय प्रणालीकै किसिमले पनि आपत्तिजनक थियो। तर त्यतिमा मात्रै यो सीमित रहेन। उहाँले भारतले मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ म प्रधानमन्त्री भइसके पछाडि थाहा पाएँ भनेर जुन कुरा प्रधानमन्त्रीले संसदमा बोल्नुभयो यसले मुलुकको शिर निहुरिएको छ। प्रधानमन्त्रीले गैर जिम्मेवारपूर्ण काम गर्नुभएको छ, तथ्यगत रूपमा गलत कुरा बोल्नु भएको छ, मुलुकको सार्वभौमसत्ता विपरीत अभिव्यक्ति दिनुभएको छ, मुलुकको राष्ट्रिय स्वाधीनता र डिग्निटीलाई कमजोर बनाउनु भएको छ। पहिलो कुरा त मिचेको भन्ने जुन शब्द छ त्यसको अर्थ उहाँले निश्चित रूपमा बुझ्नु भएको छ, नबुझिकन प्रधानमन्त्री बोल्नु भएको छैन। मिचेको शब्दको अन्तर्राष्ट्रिय कानुनमा एउटा अर्थ छ, त्यसको अर्थ हो डेलिभरेटली, फोर्सफुल्ली अर्काको जग्गा आफ्नो कब्जामा लिने, त्यसलाई मिचेको भनिन्छ। फोर्सफुल अकुपेसन, अग्रेसन, इन्क्रचमेन्ट भनिन्छ। त्यहाँ बल प्रयोग भएको हुन्छ, राज्यको उपस्थिति हुन्छ, राज्यले गरेको हुन्छ। नेपालले भारतको 1 इन्ची भूमि पनि मिचेको कुरा आजसम्म न भारतले भनेको छ, न कुनै अन्य मुलुकले भनेको छ, न नेपालभित्रका कुनै सङ्घ संस्था, रिसर्च इन्स्टिट्युसन, बुद्धिजीवी, मिडिया कसैले भनेको छ। कसैले नभनेको तथ्य उहाँले कहाँबाट थाहा पाउनु पर्यो? कसैले नभनेको तथ्य संसदमा गएर उहाँले बोल्ने जुन काम गर्नुभयो यसले यो संविधान विपरीत छ, सार्वभौमसत्ता विपरीत छ र यो आफैमा एउटा राजद्रोह हो। उहाँले राजद्रोहको काम गर्नुभएको छ। होला सरकार उहाँको छ, उहाँमाथि कसैले प्रश्न गर्न सक्दैन, उहाँलाई कसैले मुद्दा चलाउन पनि सक्दैन, तर समय सधैँ एउटै हुँदैन। उहाँले यो गरेको काम राज्य विरुद्धको अपराध हो र कुनै दिन उहाँमाथि राज्य विरुद्धको अपराध लाग्नु पर्दछ र लाग्छ र उहाँले गरेको काम त्यो किसिमको गलत काम हो भन्ने कुरा एउटा नागरिकको हैसियतमा म राख्न चाहन्छु। दोस्रो, उहाँले त्यही दिनको सम्बोधनमा 3-4 गम्भीर गल्ती गर्नुभएको छ। म ती सबै कुरामा विश्लेषण गर्न चाहन्छु।
तर म कति भन्न चाहन्छु भने प्रधानमन्त्रीले केही राम्रा काम गर्नुभएको छ, म भ्रष्टाचारको विरुद्धमा जसरी लाग्नु भएको छ त्यो हामी सबैले साथ दिनुपर्ने विषय छ, तर प्रक्रिया पुरा गर्नु पर्यो। ड्यू प्रोसेस पुरा नगरिकन अहमका भरमा आफूलाई मन लाग्यो भन्दैमा गर्न पाइँदैन। जसरी सुकुम्बासी बस्तीको विषयमा सुकुम्बासीको समस्या थियो, यिनै पुराना दलहरूको कारणले सुकुम्बासी समस्या मुलुकमा जर्जर समस्या बनेको थियो, त्यो सम्बोधन गर्नै पर्ने विषय थियो। सुकुम्बासीका नाममा हुकुमबासीहरू थिए, त्यो कुरा विवाद छैन, तर सुकुम्बासीहरू पनि त थिए नि। त्यसको एउटा ड्यू प्रोसेस पुरा गरेर, खास गरिकन सरकारले एउटा निकाय गठन गरेर जो सुकुम्बासी त्यसको प्रमाण सहित आउनुहोस्, जो सुकुम्बासी होइन उहाँहरूलाई हामी हटाउँछौँ, सुकुम्बासीको हामीले यसरी व्यवस्थापन गर्छौँ, यति दिनमा गर्छौँ, यो प्रक्रियाले गर्छौँ भनेर त्यो प्रक्रियामा गएर सुकुम्बासीलाई हटाउनु भएको भए हामी सबैले साथ दिन्थ्यौँ। तर हिजो काठमाडौँ महानगरपालिकामा उहाँले जे अभियान सुरु गर्नुभएको थियो, प्रधानमन्त्री भएपछि त्यो निरन्तरता उहाँले दिने जुन कोसिस गर्नुभयो, त्यसमा एउटा बायसनेस थियो, त्यसमा एउटा पूर्वाग्रह थियो, त्यसमा ड्यू प्रोसेस मिचिएको थियो। त्यसरी गरेको कामले परिणाम राम्रो दिँदैन। प्रधानमन्त्रीले नागरिकको सुरक्षा गर्नुपर्दछ, नागरिकलाई असुरक्षित बनाउने काम गर्नु हुँदैन। त्यसैले उहाँले राम्रो काम गर्नुहोस् भन्ने शुभेच्छाका साथसाथै उहाँले गरेका गलत कामहरूको विषयमा समाजमा छलफल हुनै पर्दछ र उहाँले यो कुरालाई पुनः दोहोऱ्याउनु हुँदैन भन्ने कुरा म राख्न चाहन्छु। तेस्रो, सम्पत्ति शुद्धिकरणको विषयमा, सम्पत्ति छानबिनको विषयमा उहाँले बहुतै राम्रो काम गर्नुभएको छ। म त कति पनि भन्छु भने आजभन्दा 10 वर्ष अगाडि सडकमा मैले जे विषयहरू उठाएँ त्यसका धेरै विषयहरू आजको सरकारले उठाएको छ। त्यस अर्थमा म यो सरकारलाई धन्यवाद दिन चाहन्छु। तर सम्पत्तिको छानबिन गर्ने प्रक्रियामा अहिले आएर पूर्व प्रधान न्यायाधीश र न्यायाधीशहरूले हामी सहयोग गर्दैनौँ भनेर जे कुरा व्यक्त गर्नुभयो त्यो ज्यादै आपत्तिजनक छ। न्यायाधीशहरूले न्यायपालिकाको गरिमाका लागि हामीले न्याय मारेका छैनौँ, हामीले न्याय दिएका छौँ, हामी निष्कलङ्कित छौँ, हामीले न्याय बेचेका छैनौँ भन्ने कुरा प्रमाणित गर्नका लागि पनि आफ्नो सम्पत्ति विवरण बुझाउनै पर्दछ। यदि उहाँहरूले सम्पत्ति विवरण बुझाउनुहुन्न भने उहाँहरूको सम्पत्तिको स्रोत क्लिन छैन भन्ने कुरा पिपुलले बुझ्दछ। जब आम जनमानसले यो कुरा बुझ्दछ, न्यायपालिकाप्रतिको आस्था घट्दछ, न्याय मर्दछ। त्यसैले प्रत्येक न्यायाधीशको पहिलो कर्तव्य के हो भने सम्पत्ति विवरण बुझाएर सरकारलाई सहयोग गर्नुपर्दछ। तर त्यसको सुरुवात स्वयं बालनजीबाटै हुनुपर्दछ, प्रधानमन्त्रीबाटै हुनुपर्दछ। प्रधानमन्त्री, उहाँको क्याबिनेटका मन्त्रीहरू, सभामुख लगायतका व्यक्तिहरूले सम्पत्ति बुझाउन नपर्ने अनि अरूहरूले मात्रै बुझाउनु पर्ने गर्दाखेरि त्यहाँ विभेद सृजना भएको छ। संविधानले प्रोटेक्सन गरेको इक्वालिटीको क्लज ब्रिज भएको छ। त्यसैले सम्पत्ति छानबिन गरिनु आवश्यक छ, गरिनुपर्दछ। तर यो काम प्रधानमन्त्री बालन र उहाँको पार्टीका नेता रवि लामिछानेबाट सुरु गर्नुपर्दछ। किनकि अहिलेको सबैभन्दा ठुलो पार्टी उहाँ नै हो। त्यो पार्टीको अध्यक्ष भएको नाताले सम्पत्ति शुद्धिकरण पहिलो जानुपर्ने दायित्व पनि उहाँको, कानुनको शासन मान्नुपर्ने दायित्व उहाँको। सम्पत्ति शुद्धिकरण ऐनको दफा 27ले उहाँ संसदमा उपस्थित हुन र संसदको काम कार्यमा भाग लिन पाउनुहुन्न, सो त निलम्बित भएको अवस्था हो। तर उहाँ संसदमा जानुहुन्छ, संसदको काम कार्यमा भाग लिनुहुन्छ। उहाँले कानुनको शासनप्रति जसरी व्यवस्था गर्नुभएको छ, शक्ति भयो भन्दैमा कानुनको शासनको व्यवस्था गर्न पाइँदैन, शक्तिलाई आफ्नो हातमा लिन पाइँदैन, कानुनलाई आफ्नो हातमा लिन पाइँदैन। शक्तिको कानुन सम्मत, विधि सम्मत प्रयोग गरिनुपर्दछ। त्यसैले अहिलेको यो सरकारले देखाएको सबैभन्दा ठुलो शङ्काको ठाउँ के हो भने सुशासनको नाममा सुशासन विरुद्धमा काम गरिरहेको छ, कुशासनको काम गरिराखेको छ। यो चिन्ताको विषय बनेको छ। त्यसैले सम्पत्ति शुद्धिकरणमा आम नागरिकहरूले सरकारको कामलाई साथ दिनुपर्दछ। तर यसको सुरुवात बालनजी र रविजीबाट हुनुपर्दछ। जबसम्म त्यो हुँदैन अरू व्यक्तिहरू जिम्मेवार हुन सक्दैनन्, अरू व्यक्तिलाई मात्रै जिम्मेवार बनाउन पाइँदैन।
मैले यो सरकारको बारेमा अर्को एउटा भन्नै पर्ने कुरा के छ भने यिनै सरकारमा अहिले भएका व्यक्तिहरू हिजो अध्यादेशको विरोध गर्दथे, अध्यादेशबाट शासन गरिन हुँदैन भन्दथे। तर आफैले संसद बोलाउने, भोलिपल्ट संसदको बैठक फेरि क्यान्सल गर्ने अनि अध्यादेशबाट शासन गर्ने जुन प्रवृत्तिको सुरुवात भयो त्यसलाई उहाँहरू के भन्नुहुन्छ? के उहाँहरूले असल शासन दिन खोज्नु भएको हो? यो प्रश्न आम रूपमा उठेको छ र उठ्नु पनि पर्छ। त्योभन्दा पनि गम्भीर, आज मुलुकमा संविधान संशोधन हुनुपर्ने अवस्था पुगेको छ मुलुक। तर संविधान संशोधन हुने विधि र प्रक्रिया संविधान आफैले तोकेको छ। त्यो विधि र प्रक्रियालाई मिच्ने गरी जसरी प्रतिनिधि सभा नियमावलीमा व्यवस्था गरिएको छ त्यो आपत्तिजनक छ। त्यसले संवैधानिक सर्वोच्चमाथि चुनौती दिएको छ। कन्स्टिट्युसनल सुप्रिमेसीमाथि चुनौती दिने कामले असल शासन पनि हुँदैन, कानुनको शासन पनि हुँदैन र डेमोक्रेसी पनि हुँदैन। त्यसले मुलुकलाई निरङ्कुशतातिर लान्छ। त्यसैले हाम्रो चिन्ता के हो भने सरकारले राम्रो काम गरोस्, हामीले साथ र समर्थन दिन पाऊँ। तर सरकारले आम व्यापारीहरूमा एउटा टेरर सिर्जना गर्ने, संविधान आफ्नो निहित उद्देश्यका लागि संशोधन गर्न संविधानको प्रक्रियालाई नै चुनौती दिने जसरी काम गरिराखेको छ यो खेदजनक छ, आपत्तिजनक छ र सरकारले समयमै सचिनुपर्ने आवश्यकता छ। मैले यति सरकार र न्यायपालिकाको बारे यति कुरा राखिसके पछाडि म राजनीतिक दलहरूको बारेमा मेरो अन्तिममा केही दृष्टिकोण राख्न चाहन्छु। लोकतन्त्रमा राजनीतिक दलहरू महत्त्वपूर्ण हुन्छ। राजनीतिक दलको विकल्प खोज्न सकिँदैन। राजनीतिक दललाई त्यसका नेताहरू र कार्यकर्ताहरूले जीवन्तता दिन्छ। राजनीतिक दलका नेताहरू खराब भयो भने त्यो राजनीतिक दलमाथि पनि प्रश्न उठ्दछ। त्यसैले आज सबै राजनीतिक दलहरूमा प्रश्न उठेको अवस्था छ। आन्तरिक रूपमा राजनीतिक दलहरू सुध्रिनुपर्ने, सचिनुपर्ने अवस्था छ। तर राजनीतिक दललाई नै समाप्त पारेर लोकतन्त्र बस्दैन। राजनीतिक दललाई कमजोर पारेर लोकतन्त्र बस्दैन। आज जसरी राजनीतिक दलहरूलाई कमजोर पार्ने क्रियाकलापहरूको सुरुवात भएको छ त्यसले लोकतन्त्रमाथि पनि काहीँ न काहीँ गम्भीर प्रश्न खडा गर्न थालेको छ। यस्तो अवस्थामा हिजो हामीले स्वागतजी, डाक्टर बोहरा, म लगायतका हामी साथीहरूले अब मुलुक राष्ट्रिय सहमतिको मार्गमा प्रवेश गरिसकेको छ भनेका थियौँ र हामीले निर्वाचनमा जाँदा पनि यो कुराहरू उठाएका थियौँ। आज त्यो कुरा साँच्चै नै तीतो सत्यको रूपमा अगाडि आएको छ। हामीले विभिन्न नागरिकहरूले आफूले मत दिएर विभिन्न किसिमका परीक्षणहरू गरे। मुलुकलाई सधैँ प्रयोगशाला बनाउनु हुँदैन। यी परीक्षणहरूबाट अब परिणाम आउने देखिँदैन। तसर्थ अब पनि हामी कसरी अगाडि बढ्न सकिन्छ, कसरी सुदृढ रूपमा राष्ट्रवादी शक्ति खडा गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सकिन्छ। त्यसैले तपाईहरूले छुट्टै पार्टी बनाउनु पर्ने आवश्यकता छैन। यदि तपाईले त्यो काम गर्नु भने ऐतिहासिक रूपमा एउटा ठुलो गल्ती हुनेछ। त्यसले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउनेछ र यो काम नगर्नुस् र पार्टीमा फर्किनुहोस् र त्यही छलफल गरौँ भन्ने अनुरोध गर्न चाहन्छु।